गर्दु बिनता र गरुडको वृत्तान्त छ यहाँनिर। यो भन्छु है, सबैले सुन्नुहोला। यो वृत्तान्त सुनेर सौनकहरू आश्चर्य मानिकन सोधे श्राप दिन कसोरी जननीले कुन परी कारण, फेरि आस्तिकको थिएर कसरी रक्षा गरे नागको, यो विस्तार सबै सुनाउनुहोस् इच्छा भयो सुन्नको। यस्तो प्रश्न सुनिसकेर सबको ती सुतजीले पनि लागे भन्न प्रसङ्गपूर्वक कथा साह्रै दयालु बनिन्। पत्नी कश्यपका थिए दुईजना पहिले कुनै कालमा, सौतेनी झगडा थियो ती दुईको ईर्ष्याली चित्तमा। कद्रु और बिनता अघि घर बसी गर्थे कुरा कोही दिन, सौता हुन् बिनता तिनैकन भनिन् एउटा कुरा लौ सुन। कस्तो रङ्ग छ लौ बताऊ तिमीले ती इन्द्रका अश्वको, केही बेर पछि भनिन् ती बिनताले अश्व सेतो छ त्यो। अर्कीले पनि झट्ट उत्तर दिइन् सेतो भए तापनि कालो पुच्छर देख्दछु बुझ तिमी साँच्चै भनेको भनी। मान्दिनौ यदि यो कुरा त अहिले लौजाऊ हेर्नाकन, यस्तो निम्ति गरौँ कबोल पहिले मैले भनेको सुन। बस्नु पर्छ गरेर चाकरी जनम पर्यन्त जित्ने कहाँ, बाँझी थापी गरी कबोल अनि गई हेरौँ दुवैले त्यहाँ। फर्के आपसमा गरी प्रण दुवै सानन्द आफ्ना घर, कदुले घरमा पुगी सुत सबै डाकिन् भई तत्पर। हे बाबुहरू हो प्रसन्न मनले मैले भनेको सुन, मान्दैनौ यदि यो कुरा बुझिलिए मर्छौ दुखी भइकन। कालो पुच्छर पारिदेऊ हयको ती इन्द्रको हे सुत, मानेनौ यदि यो भने जुनीभरि दासी हुने छु म त। यस्तो बात सुनेर नागहरूमा धर्मात्मा जो थिए, यस्तो धर्म विरुद्ध काम जननी गर्दिन भन्दा भए। रुखो उत्तर पाई पुत्रहरूको ती क्रोधले आतिन्, श्री जनमेञ्जयको डढेर मखमा पापिष्ट मार्छौ भनिन्। माताको सुनि बात धार्मिक जति बोल्दै नबोली बसे, दुष्टात्मा जतिले म गर्दछु भनी तत्काल कम्मर कसे। बैरिए गैरौ भरी पुच्छरमा उच्चै श्रवाको जब, पहुँचे स्वर्गपुरी दिदी र बहिनी त्यो हेर्नलाई तब। खाइकन कर्दुलेर छल गरी मैले जिते लौ भनी, बाजी हार्नु भयो भनेर बिनिता दासी भएरै बसिन्। बेला पूर्ण भयो अनि गरुडजी फूल फोरी पैदा भए, माताको सुनि बात जानी छल त्यो कद्रु कहाँ ती गए। बोले हे जननी बताउनु हवस् के काम गर्दा महा, दासीको पदबाट मुक्त सहजै हुन्छन् ती माता यहाँ। यस्तो बिन्ती सुनिसकी गरुडको बोलिन् खुसी भइकन, ल्याऊ अमृतको घडा र बिनता फुक्का हुने छन् सुन।
तिनको बात सुनि छिटै गरुडजी पुग्दा भए स्वर्गमा। देखाएर ठुलो पराक्रम जिते देउता सबै युद्धमा। शान्ति पार्न भनेर विष्णु रणमा पहुँचे भई तत्पर। आज्ञा भो तिमी माग हे गरुडजी इच्छा भएको वर। पाई दर्शन नाथको कर दुवै जोडेर पाऊँ परे। बोले बस्नमा पाऊँ सेवक बनी यी पाऊँको हे हरे। फेरि युद्ध गरेर जित्न नसकुन् कहिले कसैले पनि। तिनको बात सुनेर शीघ्र प्रभुजी बोले तथास्तु भनी। अन्तर ध्यान भए प्रभु गरुडले बोकेर सुधाको घट। देखि इन्द्र अगाडि गइकन भने जान्छौ कहाँ लौ पख। गर्छौ व्यर्थ नीति यो किन ठुलो सद्धर्म त्यागिकन। तिनको बात सुनेर श्री गरुडजी बोले बुझाइकन। एउटा काम परेर अमृत लिई जाँदैछु अहिले कहीँ। मेरो काम सकेपछि हजुरले ल्याए त भइगो यही। मैले दिन्न कहीँ कसैकन अरू हे इन्द्र यो अमृत। बोले इन्द्र कुरा बुझी गरुडजी जाऊ खुसी छु म त। जे इच्छा मनमा छ माग वर त्यो दिन्छु भने थे जब। मेरो भोजन हुन् भने गरुडले ती नाग जाति सब। पाए त्यो जब इन्द्रबाट वरदान बोकी छिडै अमृत। कद्रुका नगिचै लगी घट गधेरै तिनले बिना मद्दत। बोले हे जननी भइन् कि अवता फुक्काई माता यहाँ। चाँडो मुक्ति दिनु हवस हजुरले मेरो अगाडि महा। देखि अमृतको घडा नगिचमा कद्रु खुसी भइ गइन्। बोलिन् बाबु नमान दुःख बिनता दासत्व देखि छुटिन्। डाकी नागहरू सबै गरुडले भन्दा भए लौ अब। आओ स्नान गरेर अमृत बसी खाऊ खुसीले सब। केही बेर गरी विचार मनमा राम्रो कुरा हो भनी। लागे गर्न गएर स्नान नदीमा ती नाग सारानी। मौका छोपी लिएर अमृत गए तीन्द्र आइकन। मिथ्या बात हुँदैन सत्य कहिले भन्छन् सदा सज्जन। यो वृत्तान्त प्रसन्न भइकन सदा सुन्ने र भन्ने जति। भोगी भोग यहाँ गए पछि उहाँ सप्रन्छ तिनको स्थिति। भोगी भोग यहाँ गए पछि वहाँ सप्रिन्छ तिनको स्थिति। जय मां जगत जननी।